नसुर्ताउनु आन्टी नसुर्ताउनुस् न यहाँ हामी उस्तो बसिरहेको हामी टीका चाहिँ लाउनु मिल्दैन ओको चाहिँ हिँड्नु गएन देख्नु भएको थियो कि एउटा ठाङ्सा देखेको यो यहाँ गुफाहरू यो सबै यो शिला पत्थर रुखपिट सबै देखाउनु भएको पहिल्यै मलाई सपनामा होइन ध्यान बस्दा यो लाम यो बाटो देखाउनु भएको थिएन सबै यो ठाउँहरू देखाउनु त्यसो भने त तपाईँ नमस्कार आदरणीय महानुभावहरू आज म यस्तो ठाउँमा आइपुगेको छु यो इलाम जिल्ला र पाँचथर जिल्लाको सिमानामा रहेको एउटा भन्ज्याङ रहेको छ यो भन्ज्याङमा अहिले एकजना माता आउनु भएको छ माताले यहाँ आफ्नो आश्रम बनाएर तपस्या गरिरहनु भएको छ यो क्रममा हामीले केही पैदल गरेर यस स्थानमा आइपुगेको छौँ हामीले ठ्याक्कै यो समयमा आउँदा अहिले हामीले मातालाई भेट्ने अवसर पनि पाएका छौँ अब यसै क्रममा म उहाँलाई यस अवस्थाको बारे केही कुराकानी गर्न लागिरहेको छु यहाँ उहाँको आश्रममा अहिले यसरी बसिरहनु भएको छ नेपालको झन्डा पनि लिएर बसिरहनु भएको छ नमस्कार माताजी अहिले हजुर यस्तो ठाउँमा बस्नुभएको छ एकदम सुन्दर शान्त ठाउँमा बस्नुभएको छ यहाँ हामीले चटक्क हेर्दाखेरि एउटा पत्थरको ओडा जस्तो देखिरहेका छौँ कसरी यस स्थानमा आइपुग्नु भयो तपाईँको सुरुवात चाहिँ कसरी यहाँ आउने अवस्था अथवा वातावरण बन्यो हामीलाई जानकारी दिनुहोस् न हस् धन्यवाद मलाई यहाँ आउने वातावरण चाहिँ मलाई सत्यदेवी माता गुरु सत्य राति 12 बजी राति मेरो शरीरमा आएर कम्पा दिएर मलाई वाक्य दिनुभएको थियो एक दिन राति 12 बजी आजभन्दा 1 वर्ष अगाडि र त्यस क्रम त्यस्तो हुँदै 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 म बस्दै आएँ मलाई कम्पा दिन्थ्यो के भयो हुन्थेँ म डर पनि लाग्थ्यो कहिलेकाहीँ तर अझै मलाई प्रत्यक्ष उहाँले वाक्य दिन थाल्नुभयो कि फेरि एक दिन आउनुभयो फेरि आउनु भएपछि उहाँले मलाई कम्पा दिनु हो मलाई म सत्यदेवी माता हो त सत्य चेली छस् तेरो सत्य अङ्ग छ सत्य शिर छ सत्य हात छ सत्य काँध छ सत्य शिर छ तैँले सत्य काम गर्नुपर्छ हेर सत्य चेली भनेर मलाई यसै गरी उहाँले भन्नुभयो अनि सत्य चेली होस् न सत्य मन्दिर तेरो घर आँगनमा बनाउनु पर्छ सत्य घरेटी मन्दिरको घरेटी रोज नहिन् अहिले नै हिन् कलाश बना दियो बाल धुप बाल लिएर हिन् भन्नुभयो म त्यस बेला मेरो सहयोगी मेरो घरको श्रीमान हुनुहुन्थ्यो मेरो छोरा त्यसै लिएर हामी गयौँ नजिकैको ठाउँमा गएर त्यो ठाउँमा धुप बाती बाले मैले कलाश राखेँ दियो राखेँ र त्यहाँ मेरो सत्य शिर चाहिँ झुकाउन मलाई आयो त्यस पृथ्वीमा मैले मेरो शिर राखेर ढोगेँ सत्य चेली सत्य तेरो मन्दिरको यो सत्य घरेटी हो यहाँ तैँले मन्दिर बनाउनु पर्छ सत्य एउटा मूलथाम राख्नुपर्छ अनि त्यस पछाडि एक मूलथामको काखमा एउटा शिला राख्नुपर्छ भनेर आदेश गरेर फेरि मलाई फिर्ता मेरो कोठामा आराम गर्ने ठाउँमा लगाएर छोडिदिनु भयो त्यस्तै क्रम हुँदै हुँदै म मेरो त्यहाँदेखि त मलाई प्रत्यक्ष ध्यान मन्दिर मैले बनाइसकेँ बनाउने आदेश आएपछि बनाउने सहयोग गर्यो मेरो छोरा छोरी मेरो श्रीमानले गर्नुभयो गाउँघरको इष्टमित्रले अनि मन्दिर बनाइसकेर फेरि त्यहाँ बिहान बेलुका ध्यान गर भन्नुभयो थियो म ध्यान गर्न थालेँ बिहान बेलुका गरेँ मैले ध्यान तपस्या गर्दाखेरि मलाई प्रत्यक्ष दिनुहुन्थ्यो मलाई सपनामा दिन छोड्नुभयो राति आउनु पनि अनि मलाई यसरी दिनुभयो कि त सत्य हेर सत्य चैतको 27 गते थियो 81 सालको चैत 27 गते बुधबारको दिन म बिहानको धुपबाती त्यो दिनसम्म म मन्दिरमा धुपबाती गरेको थिइनँ मेरो सत्य कोठामै गर्थेँ त्यहाँ गर्दै गर्दा म नुहाइधुवाइ सरसफाइ गरेर धुप बाल्दै गर्दा सत्यदेवी सट्ट आउनुभयो मेरो शिरमा बस्नुभएछ सत्य यहाँ नगर तैँले तल सहयोगीहरूले बोला सत्य सहयोग गरेर सहयोग माएर तैँले 4 दिशा 4 सुरमा दियो कलाश बाल कलाश राख भन्नुभएको थियो त्योभन्दा अगाडि नै मलाई मन्दिरको शिरमा चाहिँ मन्दिरको शिरमा एउटा सत्य कलाश राख्नुपर्छ
भन्नुभएको थियो र 4 सुर मैले दियो कलश राख्ने आदेश गरेँ म आफूले। मलाई सत्यदेवी माताले गर्नुभयो दियो कलश ल्याउने अघि नै मलाई आदेश गर्नुभएको थियो उहाँले। दियो कलश पनि मेरो छोराछोरीले सहयोग गरेर किनेर ल्याइसक्नु भएको थियो। यो कस्तो यो सत्य मन्दिरको माथि राख्ने चाहिँ उहाँले नै आदेश गर्नुभएको थियो। उहाँले भन्नुभएको मैले सबै तयार गरेको थिएँ। त्यो गर्दाखेरि मैले त्यो दिन छिटो राख भन्नुभयो र राखिसके पछाडि चाहिँ उहाँले त्यो ठाउँमा जा तपस्या गर भन्नुभयो। म फेरि त्यहाँ गएर हतार छोराछोरीले तयार सहयोगीले गरिसकेपछि मैले तयार गएर तपस्या गर्न त्यहाँ बसेँ। त्यहाँ बस्दाखेरि मलाई के आदेश उहाँले गर्नुभयो त्यति बेलै भने 2 घण्टाको बिचमै मलाई तपस्या म त्यहाँ ध्यान गरेँ। फुलपाती समाएर कलश घन्टी अगाडि राखेर मेरो सत्य घन्टी त म पहिल्यैदेखि बजाउँथेँ। मेरो घरमा मलाई बजाएर मलाई पूजापाठ गर्न मलाई आत्मैदेखि आउँथ्यो। पहिलादेखि चन्दन चलाउँथेँ, केसरी चलाउँथेँ, त्यही चला अरू नचला भन्नुभयो मलाई। र ध्यान गरेर बस्दाखेरि सत्य चेली तेरो सहयोगीलाई सबै खबर गर बोला छिटो भन्नुभयो। मेरो छोरा थियो सबै खबर गरेर छोराछोरीले बोलाएर आउनुभयो। उहाँहरू आइसक्नु भएपछि फेरि मलाई एउटा आदेश गर्नुभयो कि नजिकैको जलमा हामी डुबेर बसेछु म सत्यदेवी सत्य शिलाको रूपी लिएर शिला रूपी भएर म बसेको छु त्यहाँ लिन हिँड भन्नुभयो। अनि माताजी तपाईँ यो पत्थरको एउटा ओडारमा आएर कहिलेदेखि चाहिँ कुन मितिदेखि चाहिँ यहाँ बस्न प्रारम्भ गर्नुभयो? म यो यहाँ त मलाई सत्यदेवी माताले नै आदेश म यस्तो जुन मैले अघि भन्दै थिएँ उहाँ त्यस्तो आदेश त मलाई धेरै आउँदा अन्तिम अहिलेको अवस्थामा चाहिँ सत्यदेवी माताले नै भन्नुभयो। म ध्यान तपस्या म घरको मन्दिरमा बस्दाखेरि नै एउटा सत्य किराँतीले सत्य युगमा तपस्या गर्नुभएको एउटा सत्य गुफा छ। अहिलेसम्म कसै मानवले नदेख्नु भएको हामीले सत्य दृश्य नदेखाइकन राखेको छौँ। त्यो गुफामा त सत्य चेली मात्रै गएर सत्य तपाईँ तपस्या गर्नुपर्छ भनेर चाहिँ आदेश आयो। त्यसैले म कहाँ जाने के गर्ने के हो जस्तो लाग्यो मलाई। तर पहिलाको आदेशहरू उहाँहरूको सबै मैले पुरा गर्दै जुनसुकै ठाउँमा जुन गुफामा पठाउनु गएको थियो म त्यहाँ पुग्न सफल पुगेँ। र त्यस आदेशलाई मान्दै म के हो भन्दै थिएँ मलाई जा भनेको के गर्नुभयो। म अनि हिँड्दाखेरि सत्य यो म कलश घन्टी र मेरो सत्य एउटा हतियार छ त्यो लिएर आउँदाखेरि मलाई ठक्कै यहाँ ल्याइपुर्याउनु भयो। अनि यो गुफामा तपाईँको आफ्नो अहिले चाहिँ बस्दै हुनुहुन्छ? हजुर, यो गुफामा म आएको दिन मितिहरू चाहिँ 2082 साल 8 महिना 9 गते बिहानको 7 बजेर 18 मिनट जाँदाखेरि म यहाँ आइपुगेँ। यस गुफाको मैले दर्शन पाएँ। अहिले यो गुफामा तपाईँ आफै आश्रमको रूपमा बस्दै हुनुहुन्छ। तपाईँको योग अनि ध्यान अनि तपस्या चाहिँ कुन समयमा हुने गरेको छ? मेरो साँझ बिहान। साँझ कति समय गर्नुहुन्छ र बिहान कति समय गर्नुहुन्छ? मेरो यति नै समय भन्ने छैन। सत्य गुरु हजुरहरू आउनुहुन्छ, उहाँहरूले समय लिएर आउनुहुन्छ। उहाँहरूले कति मलाई ज्ञान दिने समय लिएर आउनुहुन्छ त्यति समयसम्म उहाँले दिनुहुन्छ। उहाँहरू मेरो सत्य शरीरमा सत्य अङ्गमा बसेर सत्य वाक्य दिनुहुन्छ म आफैबाट। उहाँहरूले कोही बेला 2-3 घन्टाको समय लिएर आउँछ, कहिले 1-1.5 घन्टा, कुनै बेलामा 2 घन्टा हो, त्यस्तै छ। भनेपछि तपाईँलाई अन्तर्मनबाट गुरुहरूले यहाँ नियन्त्रण गरिरहनु भएको छ होइन? अब त्यसो भने तपाईँलाई अहिलेको हालमा चाहिँ नजिकैबाट यहाँ तपस्या गर्नुहुन्छ। अब अरू समयमा कसले सहयोग गरिरहनु भएको छ? मेरो अहिले मेरो आफ्नो सत्य श्रीमान नै हुनुहुन्छ, उहाँले सहयोग, र मेरो छोराछोरी अनि सत्य सहयोगीहरू चाहिँ इष्टमित्र यति धेरै आइराख्नु भएको छ। सत्य सहयोगी इष्टमित्र नै धेरै सहयोगी हुनुहुन्छ। भनेपछि तपाईँले आफ्नै परिवारबाट नै प्रमुख त सहयोग भइरहेको रहेछ। अब त्यसको लागि पनि उहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ। यो कार्य चाहिँ तपाईँको यो तपस्या योग ध्यान चाहिँ कहिलेसम्म गर्नुपर्ने छ भन्ने गुरुहरूले अराइरहनु भएको छ माताजी? मलाई यो मितिसम्म त्यो मितिसम्म भन्ने तोकेर वचन दिनुभएको छैन। मलाई अहिले सत्य युगदेखि यो सत्य सृष्टि, यो सत्य पृथ्वीको सृष्टि कसले किन के गरेर भयो भन्ने सृष्टि खालका
सृष्टिको कथा थोरै मलाई दिँदै हुनुहुन्छ सत्य देवी माता सत्य गुरु र सत्य किराँती सत्य गुरुले। र अब धेरै छ यो पृथ्वी सृष्टि हुन प्रकट हुनलाई हामी देवताले ध्यान तपस्या गरेर भयो। कसरी भयो त्यो सबै तिमीले थाहा पाउनुपर्छ, तिमीले जान्नुपर्छ। तिम्रो अङ्गबाट तिम्रो आवाजबाट सत्य यो कलियुगको अन्त्य भएको समाजलाई प्रचार सुनाउनुपर्छ भन्नुभएको छ। अब कहिलेसम्म हुन्छ थाहा छैन मलाई। अहिले माताजीलाई मैले आग्रह गरे अनुसार तपाईँले भन्नुभयो यो गुरुहरूले तपाईँलाई यो सृष्टिको बारे र यो बोली वचन अनि यो अनुशासन पालन गर्नुपर्ने कुराहरू गर्नुपर्ने कुरा गर्नुभयो। अब कहिलेसम्म भन्ने पनि अब निश्चित भएको छैन भन्नुभयो। यहाँ माताजीलाई हालसम्म कति मानिसहरूले भेट गर्नु भइराख्नु भएको छ अथवा अन्य आउन चाहने भक्तजनज्यूहरूलाई पनि भेट गर्ने अनुमति छ वा छैन यो पनि बताइदिनुहोस् न। होइन, उहाँ यहाँ यस सत्य गुफामा सत्य देवीले सत्य किराँतीले सत्य युगमा बनिएको गुफाको दर्शन गराउनु भएको छ। मलाई भने मलाई जस्तै अरू भक्तजन दर्शक महानुभावहरूले जति इच्छा राख्नुहुन्छ, जति आउन यहाँ दर्शन गर्न चाहनुहुन्छ त्यतिजनाले आउनुभयो हुन्छ। कसैले आउन पाउने कसैले नपाउने भनेर यो आदेश छैन। सत्य विचार बोकेर आउनुहुने सत्य इष्टमित्र सबैजना जति सक्दो आउनु भइदिए हुन्छ। भनेपछि म यहाँको सन्देश अरू भक्तजनहरू, अरू दर्शकहरू, अरू आउनुहुने शुभचिन्तकहरूलाई पनि यो कुरा सुनाउँदा हुन्छ होइन त माताजी? हजुर हुन्छ। तपाईँले सत्य समाचार लगिदिनुहोस्। यो सत्य केही तलमाथि यहाँ जुन दर्शन तपाईँहरूले गरिराख्नु भएको छ यो कुरालाई कतै पनि तलमाथि नगरिकन सत्य समाचार सत्य इष्टमित्रहरू सत्य महानुभावहरूमा पुगोस् र उहाँहरूले यहाँ दर्शन गर्न आउनुहोस् भन्ने सत्य विचार मेरो सत्य। हस् माताजी, अब तपाईँसँग हाम्रो यो पहिलो भेट, हामी पनि अनकन्टार बाटोहरू छिचल्दै यस ठाउँमा आइपुग्यौँ। एकदम शुद्ध सफा सुन्दर शान्त ठाउँमा रहनुभएको रहेछ। यो इलाम जिल्लाकै क्षेत्रमा पर्ने, इलाम जिल्लाकै सिमानामा पर्ने करिब 2926 मिटरको उचाइमा रहेको हामीले थाहा पायौँ। अब फेरि अर्कोचोटि पनि हामी आउने कोसिस गर्नेछौँ। माताजीको आशीर्वाद, माताजीको आशिष हामी सबैलाई लागोस् यही हामी भन्न चाहन्छौँ। धन्यवाद माताजी। हस्, धन्यवाद। तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। यहाँ आउनु भएर यो मेरो ध्यान तपस्या गरेको सत्य गुफाको सत्य शक्ति र सत्य प्रचार गरिदिनु हुनेछ भन्ने मेरो पनि ध्यान, मेरो पनि अनुरोध र सही सूचना चाहिँ जहाँ सुकै पुगोस्, जोमा पुगोस्, कोही मेरो होइन कोही उसको होइन कोही मेरो हो भन्ने नभइकन यो सुसमाचार लगिदिनुहोस्। सत्य तपाईँहरूलाई पनि धन्यवाद। तपाईँहरू आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। र तपाईँहरू आइदिनु भएर मेरो सत्य देवताको मात्रै शक्ति होइन, सत्य मानिसहरूको सत्य सहयोग पनि सत्य सहयोग हो, सत्य शक्ति हो भन्दै मेरो पनि भनाइ सत्य। धन्यवाद। धन्यवाद माताजी, धन्यवाद। आदरणीय महानुभावहरू, अहिले हामी यो इलाम र पाँचथर जिल्लाको करिब सिमानामा रहेको यो भालुखोप र यतापट्टि चाहिँ पहिलाको माइपोखरीको सिरानमा रहेको क्षेत्रमा छौँ। र अहिले यो स्थानमा हामी आइपुग्दै गर्दाखेरि अहिले यहाँ तपस्यामा रहनुभएका माताजी हुनुहुन्छ र उहाँ माताजीलाई आफ्नै परिवारले सक्दो सहयोग गरिरहनु भएको छ। एकचोटि हामी उहाँकै परिवारको श्रीमान ज्यूलाई पनि हामी केही थोरै प्रश्नहरू गर्न चाहन्छौँ। नमस्कार। नमस्कार। हजुरको शुभ नाम? मेरो दिली प्रसाद बान्ता। दिली प्रसाद बान्ता। हजुरको ठेगाना? देउमाई नगरपालिका 2 चित्रे।
देउमाई नगरपालिका चित्रेबाट यहाँ आउनुभएको छ। करिब त्यहाँबाट यहाँ त निकै टाढै छ। यो एकदम मानव बस्ती पनि नभएको एउटा सुन्दर शान्त अग्लो स्थानमा हामीले माताजीलाई यहाँ तपस्या गरेको देख्यौँ र तपाईँ चाहिँ उहाँको श्रीमान हुँदो रहेछ। तपाईँले भर सक्दो सहयोग गरिरहनु भएको छ। कसरी चाहिँ यस अवस्थाको सुरुवात भयो छोटो रूपमा बताइदिनुहोस् न। यसमा त अब धेरै अगाडिदेखि नै माता उत्रिने थिएछ, केही थिएछ। अब घरमा पनि कुनै बेला बिमार हुने कसो हुने त्यस्तो भइबस्दाखेरि पछिबाट घरमा पनि अब मन्दिरको आवश्यकता, देवताले नै मन्दिर तँलाई इच्छा मन्दिर बनाउनुपर्छ भनेर माताले भन्नुभयो। अनि मन्दिर पनि बनायौँ। घर परिवार भएर गाउँलेहरूको सरसहयोगबाट हामीले मन्दिर पनि भयौँ। अनि मन्दिरमा बिहान बेलुका ध्यान बस्ने गर्नुहुन्थ्यो। अनि त्यस पछाडिबाट मन्दिरमा बस्दा चाहिँ तैँले चाहिँ अब देवताले अब कुनै ठाउँमा चाहिँ तैँले गुफा बस्नु जानुपर्छ भनेर भनेको थियो। ठाउँको पनि तोकेको थिएन, केही पनि थिएन दिशा। अब माताले नै यसो आफ्नो ध्यानमा बस्दाखेरि कुनै ठाउँ मलाई देखाउँदैछ भनेको थियो। अनि त्यस पछाडि हामी यही महिनाको चाहिँ अब यो सुरु 8 गते घरबाट सायद निकालेर हामी हिँड्यौँ। त्यसो गर्दा आउँदै हामी पाटेनागी हुँदै आधा बिचमा अब जङ्गलमा रात परेपछि हामी बास बस्नु पर्यो। त्यसको भोलि अनि 9 गतेको दिन बिहान चाहिँ यस ठाउँमा हामी आइपुगेका थियौँ। अनि मेरो श्रीमती मातासँग हामी अगाडि आयौँ। अनि त्यस पछाडि बिचमा बास बसेकै ठाउँमा केही साथीहरू, सहयोगी साथीहरू हुनुहुन्थ्यो। गाउँलेहरूले यसो भारी कुम्लो कुटुरो बोकेर हामी आएको थियौँ। खानेपिने सबै बोकेर आएको थियौँ। त्यहाँदेखि हामी माता मेरो श्रीमतीले भन्यौँ उहाँसँग आउँदाखेरि यस ठाउँमा अगाडि म पछाडि आइपुग्दाखेरि ठाउँ बस्ने गुफा बस्ने ठाउँ पत्ता लाग्यो। त्यस पछाडि यहीँ रहेछ भन्ने कुरो भएपछि म चाहिँ अब फर्केर साथीहरूले फलाना ठाउँमा ठाउँ पत्ता लाग्यो। अनि त्यस ठाउँमा साथीहरूलाई लिनु गएँ। अनि त्यस पछाडि यहाँदेखि साथीहरूले सरसहयोग गर्नुभयो। बस्ने डेराहरू यसो पकाइ खाने ठाउँहरू बनाइदिनु भयो। अनि दाउरा साउरा खोज्दै राख्नुभयो। अनि त्यस पछाडि साथीहरू फर्किनु भयो। अनि त्यस पछाडि हामी दुईजना, त्यस पछाडि कान्छा छोरा पनि घर परिवारबाट आउनुभयो। अनि आए पछाडि कान्छा छोराले पनि केही बस्ने ठाउँहरू अझै राम्ररी व्यवस्थित गरिराखेर चाहिँ कान्छा छोरा चाहिँ अहिले काठमाडौँ फर्किनु भएको छ। हामी दुईजना चाहिँ यहीँ छौँ भन्नुपर्छ। त्यस्तै जुन उद्देश्य राखेर जुन तपस्या गर्दै हुनुहुन्छ, जुन योग ध्यान गर्दै हुनुहुन्छ, यहाँहरूको परिवारबाट यो गरिराख्नु भएछ, यो पनि सफल होस् भन्ने हामी चाहन्छौँ। र आगामी दिनमा पनि यहाँको यो सपना पुरा होस् भन्ने कामना गर्दछौँ। हवस् त, धन्यवाद। तपाईँहरूबाट धेरै सहयोगहरू पाउँदाखेरि हामी पनि म पनि खुसी हुन्छु र माताजी पनि धेरै खुसी हुनुभएको छ जस्तो लाग्छ मलाई। धन्यवाद तपाईँहरूले पनि सरसहयोगको, हामी यस्तै भेटघाटको सरसहयोगको आशा गर्छौँ हामी। धन्यवाद।